Hello and good morning साथीहरू अनि वेलकम टु माई न्यू मिनी ब्लग आजको आज चाहिँ मेरो डे अफको दिन आज नि बिहान नुहाइधुवाइ गरेर मेरो हल्का नर्मली बेसिक स्किन केयर रुटिन गर्दैछु। स्किन केयर भन्नाले जस नर्मली मैले डेली गरिराख्ने अनि आजको ब्लग चाहिँ बनाउने डे अफको दिन चाहिँ हामीले आज मोमो बनाएर घरमै मोमो बनाएर खाने प्लान गरेको छौँ। त्यसमा चाहिँ किनकि आज हामी सबैको डे अफ छुट्टी छ अनि छुट्टीको दिनमा बाहिर पानी पनि परिरहेको छ, त्यही भएर मोमो बनाएर खाने प्लान गरेको। अनि त्यसको लागि चाहिँ मैले पहिला लसुन लसुन र अदुवा छोडाएर राखेँ। त्यसपछि अनि फेरि प्याज पनि लिएको छु। प्याज नर्मली दुईवटा कतिवटा चाहिन्छ भनेर अहिले ठ्याक्कै थाहा छैन, त्यो भएर यसको पनि यसलाई पनि यसको बोक्रा खोल्साउँदैछु। अनि नर्मली दुईवटा जति प्याज लाग्छ भने भएर अनि सबै खोल्साइयो। अनि यता मेरो हस्बेन्डले पनि बन्द काटिदिएर यसमा यो मसिनो बनाउनु घरमा गरिराख्नु भएको छ। अनि बन्द पनि अब एकछिनमा काट्दैछ। बन्द काटेर भ्याएपछि अरू काट्ने चिजहरू चाहिँ लाइक उसले गरिरहेको छ। अनि मैले चाहिँ अब फेरि उसले बनाउँदासम्म मैले चाहिँ यसको मोमोको अचार बनाउनको लागि यहाँ 3टा टमाटर लिएको छु। टमाटर चाहिँ ठुल्ठुलो नै छ। सो 3टा टमाटर लिने अनि यसलाई चाहिँ हामीले बोइल त गर्ने होइन, जस्ट हल्का ओइलमा फ्राई गरेर पकाउने। म हजुरलाई देखाउँछु अगाडि, हेर्नुहोला। अनि खास गरी मोमो चाहिँ हामीले आज चाहिँ ल्याम मोमो बनाउन लाग्यो। त्यही अनि एउटा भाँडामा तेल हाल्ने, हल्का रातो खुर्सानी अनि भुराए लसुन हाल्ने अनि अघिको टमाटर लिएर त्यसलाई पनि हल्का फ्राई गर्ने। फ्राई गरेर यसलाई एकछिन पाक्न छोड्दिए हुन्छ। अनि यता अचार बनाउँदै गर्दा मेरो यता हस्बेन्डले सबै काट्नुमा फेरि अहिले अनियन प्याज काट्दै हुनुहुन्छ। प्याज काट्दै गर्दाखेरि म यता फेरि यसलाई हेर्दै पनि छु, मेरो चटनी त्यो टमाटर चाहिँ नडरोस् भनेर। अनि त्यसपछि यो चाहिँ मोमोको डो हो। डो चाहिँ मैले अलि अगाडि नै पिठो मुछेर राखेको थिएँ। अनि यसलाई चाहिँ हल्का रेस्ट भएर अलिक सफ्ट हुन छोडिदिएको। अनि यो चाहिँ अहिले हामीले अब ल्याम्बको किमा यसमा मिक्स गरेको छौँ। मिक्स गरेर अनि यो अघि हामीले काटेको अदुवा लसुनलाई पनि लाइक नर्मल त्यो ग्राइन्ड गरेको छौँ, अघि बनाएर ग्राइन्ड गरेको छौँ। अब यसलाई चाहिँ हामीले अनि तेलमा सबै यसलाई फ्राई गरेर के अरे यो अदुवा लसुन अनि हल्का बेसन हालेर तेलमा फ्राई गरेर यो किमा माथि हालेर मिक्स गरेको छौँ। अनि किमा रेडी भएको छ। अनि यता सबै मोमो बनाउने बेल्न लागेको छ। यो चाहिँ मैले बेलिरहेको छु। अनि बेल्दाखेरि यता अरूले बनाउँदै हुनुहुन्छ। मोमो चाहिँ यस्तो थियो। मोमो अनि यता बनाउने यता बसाले कुराको पनि पाकिसकेको छ। अनि पाकेपछि अरू पनि अझै लाइक भाँडा चाहिँ सानो छ नि त, त्यही भएर फेरि बनाउने। यो चाहिँ फर्स्ट बन्यो अनि भनेर अब यसमा चाहिँ हामीले मोमोको अचार हालेर मोमो खानालाई हाम्रो रेडी छ। अनि यता अचार चाहिँ कसले कति खानु भनेर हाल्दै हुनुहुन्छ मेरो हस्बेन्डले। सो मोमो चाहिँ एकदमै दामी मिठो भएको थियो। त्यस्तो अचार पिरो त होइन, पिरो त
थिएन लाइक नर्मल जस्तो भिड होइन, पिरो त भिडै बट त्यस्तो भिड थिएन एन्ड वी इन्जोय इट सो मच। एकदमै मिठो एन्ड आज डे अफको दिनमा यस्तो मिठो मोमो खान पाउँदा मिठो लाग्यो।